हेलो साथीहरू, ल आज चाहिँ मैले यता के स्पेसल बनाएको छु। मलाई चाहिँ एक थरी मात्रै खाना आउँदैन, बनाएपछि फेरि टन्नै बनाउनुपर्छ होइन। यो चाहिँ दाल, कालो दाल र भात, यो चाहिँ करेला र आलु फ्राई, अनि यो फर्सी मुन्टा र आलु, अनि यहाँ चाहिँ राँगा मासु, अनि त्यसपछि यो चाहिँ काँक्रा, डल्ले खुर्सानी टमाटर हालेर काँक्राको अचार बनाएको है। त्यही मलाई चाहिँ थोरै थोरै बनाएर खाना आउँदैन, त्यो भएर सबै थरी बनाएर खाएको थियो। यस्तो मिठो भएको थियो। तपाईँहरू कतिजनाको बानी होला दाल भात मात्रै खाने, तरकारी खाने। मलाई चाहिँ फेरि दाल भात अचार अनि हुन्छ नि साग त हुनैपर्छ। साग त मेरो फेभरेट हो। ल तपाईँहरू नि यसरी नै 2-3 थरी बनाएर खाने है, त रमाइलो हुन्छ। यो मजा आउँछ खान। अनि यस्तो मिठो भएको थियो। ल म त भनेर नि साध्य छैन है त। ल यस्तो मिठो भएको थियो। ल खाएँ है। अनि मेरो भिडियो अन्तिमसम्म हेरिदिनु भएको लागि धेरै धेरै धन्यवाद है त। ल।